हेलो अब हामी यो घिउ बनाउने हो के भन्छ यसलाई बाबा हिन्दीबाट मखान भन्छ मक्खन बनाउने हो यसलाई अनि नेपालीमा के घिउ घिउ बनाउने हो हाम्रो यहाँ बाबाले अब यहाँ दही हाल्नुहुनेछ बेम्बुको यो के हो के भन्छ बेम्बुको पक्रिनुपर्छ ल दही पनि कस्तो बाक्लो बाक्लो दही अरे क्रिम सरी क्रिम हालेर अनि त्यसको पछि लु 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 यो बेम्बुलाई चाहिँ के भन्छ हौ नेपालीमा होइन होइन यसलाई यो बनाएको चाहिँ तलुङ भन्छ यसलाई चाहिँ तलुङ यहाँ पानी हालेर ल्याउनु पर्छ यो चाहिँ एकदम बस्तीमा गाउँमा यसरी बनाउँछ है तपाईँहरूलाई यो कहिले पनि यस्तो जिन्दगीमा लाइफमा पनि देख्नु भएको छैन होला तपाईँहरूले आज म तपाईँलाई म सिक्किम मेरो ससुराल घरमा आएको छु अनि यहाँ हेर्नुहोस् कसरी बनाउने यो तरिका म तपाईँलाई यहाँ भिडियोद्वारा देखाउँदैछु हो अनि मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला अब यहाँ चाहिँ यस्तो गर्नुपर्छ हेर्नुहोस् अनि के भन्छ यसलाई मारिराख्नुपर्छ है चलाइराख्नुपर्छ यस्तो फिट्नुपर्छ फिट्नु पनि भन्छ भित्नु पनि पर्छ हेर्नुहोस् अनि घिउ चाहिँ माथि आउँछ घिउ भरे माथि आउँछ यस्तो हिलाइराख्नुपर्छ अब जब घिउ बनिन्छ त्यो त म तपाईँलाई फेरि अहिले भिडियो चाहिँ यतिमै म बन्द गर्छु भरे फेरि घिउ बन्ने समयमा म तपाईँलाई भिडियो देखाउँछु ल धन्यवाद अहिले पनि भइरहेछ यहाँ मक्खन बनिरहेछ अब हुन आँट्यो भइसक्यो हेर्नुहोस् तपाईँहरूले निकै भइसक्यो हेर्नुहोस् भइसक्यो होला धेरै त आवाज पनि बद्ल्यो निकै भइसक्यो कि भएछ घिउ मै बेस्तै निकाल्छ भयो यहाँ भाँडामा हाल्ने हो कस्तो मजाले यहाँ हेर्नुहोस् मक्खन निकल गया यो घिउ लाने हो नि त यो घिउ अब त्यहाँ पनि खतरा भएछ त हौ यहाँ चाहिँ हाम्रो कुशल भाइ सालो भाइ ह्यान्डसम छ यहाँ हेर्न ग्याङटकमा काम गर्छ नि तिमी रम्फूमा यसको ब्लग बनाएको नि अब हाल्छु नि म हामी 26 मा त्यहाँ बिमला दिगमा पस्यौँ पहिला भेना जाने भन्ने नि त त्यही भएर अन्त फेरि यता खै रविन्द्रमा रविन्द्र खै माथि भयो त लिनलाई थिएनै माथि ला दगन माथि होला भनेपछि ए कुन बहिनी हो तिमी को बहिनी एलजी हो घर पुग्यो भर्खर मोटाइछु म त यहाँ आएर धन मोटायो नि त यहाँ दुध दही घिउ भर्खर घर पुगेछु न प्रकाश धाममा छु दही त अब चिसो छ त्यही भएर
यस्तो गर्नुपर्छ डल्लो बनाएर यस्तो हाल्नुपर्छ जुमो भएर ल्याइज अहिले आउँछ ल माइज ल मामा आयो मेरो साली अहिले आउँछ अनि हेलो सालो भाइ पनि आएको छ यहाँ हेलो हामी फर्किने दिनमा आएका छन् भेट्नुलाई हेलो नसानी ल अहिले आउँछ ल। खै बोल्नु आन्टी मेरो ब्याग यो जुस इसको क्या बोलता है बाबा जी इसका इसको क्या बोलता है हिंदी से बताए घी बोलता है घी बोलता है हाँ। अच्छा कितना जैसा निकलेगा इसमें इसका ये केजी होना ये तो हो गया आधा किलो ये तो ये इतना तो हो गया आधा किलो आधा किलो हो गया हो गया पार्दैन त को चाहिँ सल्ट नि तिमी ऊ सिकाको नामले चाहिँ ए कसलाई ढोग्यो मलाई ढोयो नि अनि तिमी त सल्टिनी भयो म ठुलो सोल्थेँ नि ये प्योर बस्ती का प्योर घी बन रहा है पसंद आया तो लाइक शेयर सब्सक्राइब कर दीजिए अभी हो गया यो पानी गिराएर छैन 750 ग्राम हो गया शायद यहाँ राखेको थियो नि देखो कितना मस्त दिख रहा है फुटबॉल की तरह मैले यस्तै बनाएर आज देख्नु भएन नहीं वो तो अलग है ना अलग नै ये तो गांव का बहुत बढ़िया बहुत सिस्टम है ये त पोलेर खान्छु म भेट्यो भाइ झन्डै मिस भयो अनि खोइ बेग बेग खोइ बेग दियो होला यसलाई ए और ये मेरा सालो भाई है इसका शादी भी करना है जल्दी जल्दी नहीं शादी मत करना इस्कुसको चाहिँ फुलाइन फाइन गर्नु पर्यो और इसको गरम करेगा गरम करने के बाद हो जाएगा बस ठंडा करेगा गर्म करने के बाद ठंडा करेगा उसके बाद डब्बा में डाल केजी हो गया 1 केजी हो गया 1 केजी मेमोरी फुल हो गया ठीक है शेयर लाइक सब्सक्राइब जरूर कीजिए